सर्वप्रथम नमस्कार अनि दर्शक महानुभावहरुमा आज हुन गइरहेको यो साथीभाइ भेटघाट कार्यक्रममा हामी परिचय तथा साथीभाइहरुसित विदेशमा आई भोग्नुभएका दुःख सुखका कुराहरु प्रस्तुत गर्न गइरहेका छौं। आज 2011 मार्च 29 गते बिहान 8 बजे हामी यो कार्यक्रम सञ्चालन सुरुवात गर्न गइरहेका छौं। मलाई प्रदीपमा साथ दिने चिन्तामणि घिमिरे, एमबहादुर सुनार लगायत हाम्रा अगाडि देख्नुभएका गणेश बराइली समक्ष म चाहिँ उहाँहरुसित एउटा साथीभाइ भेटघाट कार्यक्रममा उहाँहरुलाई मनमा लागेका कुराहरु दर्शक महानुभावहरु समक्ष प्रस्तुत गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। हेलो सर, नमस्कार। नमस्कार। सर को शुभ नाम? मेरो नाम गणेश बराल। अनि सर चाहिँ यहाँ आउनु भएको कति भयो होला? यहाँको 14 महिना भयो। 14 महिना भयो। सर हाल यहाँ कुन कम्पनीमा काम गर्दै हुनुहुन्छ होला? म टाइसर कम्पनीमा छु। टाइसर कम्पनीमा छु। हजुर। अनि सरको काम कस्तो छ र आफ्नो कार्यरत कम्पनीबाट कतिको खुसी र सन्तुष्ट हुनुहुन्छ? हैन सब काम अब जुन हिसाबले मलाई एजेन्टले पठाएको थिए, हजुर, र त्यस हिसाबले मलाई एकदम त्यही हिसाबको अनुभव अनुसार मलाई काम त्यही अनुसार मिलेको छ। हजुर। र खास त्यस्तो दुःख त अहिलेसम्म भएको छैन मलाई। हजुर। र त्यसै सन्तुष्ट नै छु म। हजुर। हजुर भनेपछि चाहिँ हजुर सन्तुष्टि नै हुनुहुन्छ। हजुर टाइसर कम्पनी, टाइसर सर्भिस कम्पनीमा सेक्युरिटीमा कार्यरत हुनुहुन्छ। हजुर। ल सरलाई चाहिँ धेरै धेरै धन्यवाद, किनभने हजुरले चाहिँ आफ्नो कामप्रति पूर्ण सन्तुष्टि देखाउनु भयो, रुचि देखाउनु भयो। आगामी दिनहरुमा पनि यस्तै गरी आफ्नो विगतका दिनहरुलाई अगाडि बढाउँदै जानु होला भन्ने म शुभकामना दिन चाहन्छु। लगायत यहाँ आफ्नो जन्मघर र आफ्नो प्यारो देशलाई छोडी आइसकेपछि कतिको याद आउँछ त नेपालको? सर अब आफ्नो जन्म ठाउँलाई त छाड्न मन त लाग्दैन। हजुर। तर त्यो गर्ने गरिबको कारण होला आज यति 7 समुद्र पारी टाढेर आफ्नो जन परिवारसँग बाबासँग टाढेर बसेर त यो मन त सुख त छैन। हजुर। त्यही पनि अब बाध्यता परिस्थितिले गर्दाखेरि यो दुई बले कहाँ पाउँदो रहेछ सबैलाई थाहा छैन। हजुर। यसले गर्दाखेरि खासै त्यस्तो खुश छैन म। हजुर खुसी हुनुहुँदैन भनेपछि, किनभने हामी चाहिँ नेपालदेखि यत्रो टाढासम्म विदेशमा आएर आफ्नो परिवार विहीन भएर आफ्नो परिवारलाई धेरै टाढा धेरै पछाडी छोडेर यत्रो धेरै टाढा ठाउँमा आएर हामी काम गर्नु पर्दा सन्तुष्ट त को नै हुन्छ र? त्यही पनि हामीले चाहिँ सरको आफ्नो मनमा लागेका कुराहरुलाई चाहिँ हामीले बाहिर दर्शक महानुभावहरु समक्ष चाहिँ प्रस्तुत गर्न गइरहेका छौं। त्यही कारणले गर्दा आज हाम्रो साथीभाइ जमघट भेटघाट कार्यक्रममा चाहिँ सरलाई चाहिँ हार्दिक अनुरोध गरेर यहाँ चाहिँ स्टेज समक्ष हजुरलाई चाहिँ आउनको लागि हामीले चाहिँ निमन्त्रणा गरियो। यसमा पनि हामी चाहिँ हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं। अन्तमा हाम्रो यो स्लाइड शो तथा साथीभाइ परिचय कार्यक्रम हेरिबस्नु भएका दर्शक श्रोताबिनहरुलाई के सन्देश छोडी बिदा हुन चाहनुहुन्छ त? सर्वप्रथम त चिन्तामणि सर हुनुहुन्छ, हाल खतामै हुनुहुन्छ उहाँ। हजुर। टाइसर कम्पनी पनि कार्यरत हुनुहुन्छ। हजुर भनेपछि हजुर चिन्तामणि घिमिरे उहाँ पनि हजुर आफ्नो एउटै कम्पनीमा कार्यरत हुनुहुन्छ। अरु साथीहरुलाई? अरु साथी गाउँघरका साथीभाइलाई पनि सम्झन चाहन्छु। हजुर। र मेरो साथमा जति पनि साथीहरु हुनुहुन्छ हजुर उहाँलाई पनि सम्झन चाहन्छु। र लगायत मलाई गणेश बराल भनेर चिन्ने सम्पूर्ण साथीहरुलाई म सम्झन चाहन्छु। अनि आफ्नो त्यो लगायत ती साथीभाइहरु लगायत आफ्ना आत्मीय मित्रहरु जस्तै चिन्तामणि घिमिरे हुनुभयो, उहाँको त तपाईले अलरेडी नाम लेखिहाल्नु भयो। त्यस लगायत आत्मीय मित्रहरु हजुरलाई चाहिँ प्रोत्साहन गर्ने यो कार्यक्रममा अगाडि बढाउन अगाडि जानुपर्छ, चाहिँ हामीले दुःख गर्नुपर्छ भन्ने साथीहरुको नाम लिन चाहनुहुन्छ? हजुर चाहन्छु।
र यसमा पनि जान्छु साथ दिने साथी हुनुहुन्छ थानेश्वर पाण्डे सर हुनुहुन्छ हाल सिङ्गो जिल्ला बर्राज चौक गाविस वार्ड नम्बर 4 हजुर यसै गरी हुनुहुन्छ एम दाजु हुनुहुन्छ हजुर सिङ्गो जिल्ला वार्ड नम्बर 5 खराङ्दी गाविस हुनुहुन्छ हजुर लगायत हजुरलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूका लागि पनि यो मेसेज चाहिँ छोडी चाहिँ बिदा हुन चाहनुहुन्छ हजुर अनि अन्तमा गएर तपाईले आफू आइसकेपछि दुःख सुखका कुराहरू अनुभवहरू दर्शक महानुभावहरूलाई केही चाहिँ सन्देश मार्फत केही चाहिँ जागरुकता चाहिँ गराउन चाहनुहुन्छ जस्तै उहाँहरू चाहिँ विदेश आउँदा नहतारी हुन् उहाँहरूले आफू आउनुभन्दा अगावै नै आफू कुन कम्पनीमा आइदैछ र आफूले के छ आफूले चाहिँ गर्न सक्ने आफूमा भएको सिप आफूले जानेको कुराहरू के छ भनेर केही चाहिँ सन्देश दिन चाहनुहुन्छ सर अब हामीहरू अब खाता त्यस्तो हतार हतारमा त खासै पनि आएको होइन हजुर अनि आए पनि राम्रै कम्पनीमा पर्यो हजुर खास त्यस्तो असम यस्तो दुःख तबियत अलि भएको छैन हजुर र साथीहरूलाई पनि भन्छु साथीहरूलाई पनि अब आउने बेलामा हजुर राम्रै कम्पनीमा आउनु होला हजुर अनि अबेत तबियत चाहिँ नगर्नु होला हजुर आफ्नो सफलतालाई पुरा होस् हजुर हजुर कुनै दलालको तर्फबाट यस्तो नफसिनु होला भन्ने आग्रह गर्न चाहन्छु हजुर भनेपछि सरले चाहिँ यो सन्देश चाहिँ हाम्रो दर्शक महानुभावहरू तथा विदेशमा आउनुहुने आफ्नो व्यवस्था र परिस्थितिले आउन खोज्नुभएका साथीहरूलाई चाहिँ यो सन्देश दिन चाहनुहुन्छ र भन्न चाहनुहुन्छ कहिल्यै पनि हतारिएर हतारमा कुनै गलत कदम नउठाउनु होला पछि पछुताउने काम केही पनि नगर्नु होला भनेर सन्देश चाहिँ हजुरले छोडी बिदा हुन चाहनुहुन्छ हस् त नमस्कार हजुरले चाहिँ यस मार्फत हजुरले आफ्ना आफन्तजन आफ्नो परिवार लगायत साथीहरूलाई कुनै चाहिँ म्युजिक हामी चाहिँ प्रस्तुत गर्न सक्छौं कुनै चाहिँ गानाहरू हजुर विमलराज छेत्रीको स्वर रहेको एल्बममा रहेको हजुर विमलराज छेत्री सरको एल्बममा रहेको गाना रुन्छु र नबन धुँदा पछ्यौरी रुँदा फाट्यो मन भन्ने गानालाई चाहिँ सङ्गलाई चाहिँ गीतलाई हजुरले आफ्नो आफन्तहरू मार्फत तथा परिवार लगायत सम्पूर्ण साथीभाइहरू समक्ष प्रस्तुत गर्न गइराख्नु भएको छ हस्त सरलाई धन्यवाद यसै गरी हामीले चाहिँ हजुरको गीतलाई चाहिँ उहाँहरू आफ्नो आफन्त लगायत साथीभाइहरू परिवार समक्ष हामीले चाहिँ उहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेका छौं हस्त धन्यवाद